हेलो फ्रेंड्स, गुड इवनिङ। आज हामी बुटवल जाँदैछौँ बेलबास यातायात कार्यालय। त्यहाँ गएर हामी आज 4 वर्ष भयो हाम्रो लाइसेन्स लिनको लागि यसो इन्क्वायरी गर्नको लागि हामी गएका छौँ। हेर्नुहोस् अवस्था बाटो बन्दैछ, धेरै धुलो उडिरहेछ। मौसम चाहिँ बुटवलको ठिकै छ, तर यतातिर भैरवतिर हाम्रो यसो गर्मी छ बढी नै। हामी गइरहेछौँ, हेरौँ अगाडि के हुँदैछ, हेर्नु होला भिडियो। हेर्नुहोला तपाईँहरू पनि लाइसेन्स बनाउँदा आउँदाखेरि ट्रायलहरू सिक्नुहुन्छ भने यही गल्लीमा तपाईँहरू धेरै इन्स्टिट्युट छ सिक्नेहरू। ट्रायलहरूको लागि प्रयास गरेर एकचोटि राम्रोसँग बुझेर सिकेर मात्र लाइसेन्स ट्रायल दिन जान सक्नुहुन्छ। अब हामी केही बेरपछि यातायात कार्यालय पुग्नेवाला छौँ। हेर्नेछौँ हाम्रो लाइसेन्स 4 वर्ष भयो, आछ कि आएको छैन भनेर हामी यसो इन्क्वायरी गर्न आएको हो। 4 वर्ष भयो। हेर्नु होला है साथीहरू के हुन्छ अगाडि, हाम्रो लाइसेन्स आछ कि छैन हामी तपाईँलाई खबर दिनेछौँ। भिडियोमा बनिराख्नु होला। फाइनली गाइस हामी पुगिहाल्यौँ यातायात कार्यालय। अब हामी अगाडि बढ्दैछौँ। हेर्नु होला के हुँदैछ, हामी तपाईँले खबर दिँदैछौँ साथीहरू। यहाँ आएर हामीलाई यसो थाहा भयो कि हाम्रो लाइसेन्स अहिलेसम्म आएको छैन। 4 वर्ष भयो हामी लाइसेन्स पाएको छैन। धन्यवाद।